त्यो चोल्याउने हेर्दैछ कि क्या हो हाम्रो भगवान रूपी दर्शकहरूले हेरिदिनु भएको छ त त्यति नि त्यसमै खुसी हुनुपर्छ अर्का बुढी जस्तो कहाँ पर्छ भएको यता अर्किन्छ क्या हो म चाहिँ विदेशतिर गएको त्यही भएर फेरि आएर कन्टिन्यू गरेको नि त हेलो गाइस नमस्ते हजुरलाई स्वागत छ हाम्रो च्यानलमा फेरि पनि हामी मुकबाङ लिएर आएको छौँ धेरै दिनपछि आज चाहिँ हामीसँग छ करेन्ट चाउचाउ अनि के पऱ्यो यो चिकन तन्दुरी अनि हामीसँग छ पानी अनि हामीसँग छ अचार यो चाहिँ के अरे पदेनाको अचार हो अब हामी खान्छौँ हजुरहरू पनि हेरेर के भन्छ इन्जोय गर्नु होला खाएको चाहिँ कत्रो हाल्दैछ फेरि अलिक सानो भयो ठुलो भयो चाहिँ काँडा ल अब हामी सुरु गऱ्यौँ हेरेर साथ दिनु होला खाइ ल चाउचाउबाट सुरु पानी खानु पर्यो गर्मीमा तातो के अरे चाउचाउ पिरो है कस्तो भइरहेको हाल्छ गर्मीले नि गर्मी मेकअप नदलेको आज ल खाउँ हुन्छ तँलाई यसो पल्टाइदिउँ ल ल आमा के हो यो त साप्रा जस्तो नि साप्रै होला नि म त अचार लगाउनु हुन्छ ल ल है ल खाऊ न खानु त कस्तो रहेछ अचार मिठो पर खाऊ न मिठो मिठो गरेर त काम कस्तो गर्मी नि चाउचाउ खान त स्पाइसी रहेछ अचार पनि स्पाइसी अर्किन्छ क्या हो है सानो हामी चाहिँ धेरै लामो समयपछि फेरि आएको छौँ म चाहिँ विदेशतिर गएको त्यही भएर
फेरि आएर कन्टिन्यू गरेको नि त। हाम्रो भिडियो के कस्तो लाग्छ हजुरहरूलाई लाइक शेयर गरिदिनु होला, प्रतिक्रिया भए कमेन्ट गरिदिनु होला। तिमीलाई विदेश जानु मन पर्दैन? जाँदैन त। तर्सिन्जेल बना काँक्रा पनि के अरे यो मुला पनि खाऊ। आमा जल सिल्ले नि अर्का बुढी जस्तो कहाँ पर भएको यता हातले बनाउँछ यसले घटाउनु हुन्छ। बुझ्छ जुन हात युज गरेर खाने लाने मुखैमा अन्त लाने भयो। जुन हात युज गरेर खाने लाने मुखैमा अन्त लाने भयो होइन के हो एकै ठाउँ लाने हो हातले अनि के जुन हातले छुयो भने भयो नि फरक फरक लाने भयो गुनासोमा। गर्मी तपाईँहरूकोतिर चाहिँ कतिको गर्मी छ? फ्यान नभने डिस्टर्ब हुन्छ है। हो नि नाकभित्रको छिरोको यो त नाकभित्रको छिरोको यो त मुखभित्र छिर्छ कि अरे नाकमा फाट्दै छिर्यो। तिमीलाई चाहिँ होइन धेरै समयपछि आउँदा कस्तो लाग्यो? अप्ठ्यारो लागिरहेको छ। किन? धेरै दिन भन्नु आएको भिडियो नगरेको नि 1 महिना भन्दा चाहिँ भयो नि। अप्ठ्यारो लाग्यो अरे? अप्ठ्यारो त होइन लुगा नलाएको जस्तो कुरा गर्यो त। लुगा नलाएको जस्तो कुरा गर्यो त। कस्तो कस्तो हुन्छ भिउ जाँदैन मदन भिडियो गर्नु मन पर्दैन क्या हो। हाम्रो भगवान रूपी दर्शकहरूले हेरिदिनु भएको छ त त्यति नि त्यसमै खुसी हुनुपर्छ। एउटा भिडियोमा 100 भ्युज गर्दैन धेरै जान्छन् जान त सरी। बाजेबाट हुनु एउटा कुरा आइसक्नु चाहिँ म हो
हाँ स्याल आयो क्या हो साथीहरू यहाँ स्याल आएर हाम्रो कुखुरा समातेर है बिल चोरेर त्यो स्यालले हाम्रो कुकुरको बिल चोरेर कुकुरले यहाँ के अरे कुकुरको बेल्ट पनि चोर्ने कुखुरा पनि चोर्ने यहाँ अलिक खत्तम छ एरिया मेरो कुकुरको 3टा बेल्ट हराइसक्यो खै कसले लान्छ के त्यो चोरले पनि हेर्दैछ त्यो सालेलाई थाहा पायो भने त्यही बेलमा बाँधेर टोल घुमाइदिन्थेँ म अझ घन्टी मन पो निकालिदिन्छ त लगेर कसलाई लगाइदिन्छ आफ्नो परिवारलाई लगाइदिन्छ कि के गर्छ गर्मी चाहिँ हो साथीहरू तर एकदम मिठो रमाइलो गरियो इन्जोय गरियो खाएर पेट पनि भरिसक्यो अब त लगभग कस्तो फोडी हुने कि खाँदा चाहिँ यो चपस्टिक अलिक के हुन्छ क्या साथीहरू हामीले चाहिँ अब यति चाहिँ एउटा चाहिँ राख्ने यो चाहिँ खाने दुईटै राख्नु न नखानेमा त तिमी खान्छौ भने खाऊ खानु न हल्का चाहिँ कसैले खाऊँ न त म गर्मीले नै अगाइसकेँ यस्तो गर्मी छ हजुर यस्तो गर्मी छ खिसिँदै के बिचरा मेरो रेम्बो नाच्ने भयो त यहाँ छ तिमीलाई यति खुवाउनै गाह्रो हुन्छ अघि धन्य हाल्नु पर्छ अघि धन्य हाल्नु पर्छ कहिले कुरा मिल्दैन अरू बेला चाहिँ मिल्छ हामी त डेकोरेसन गर्नु सक्दैनौँ त्यही भएर रिस उठ्यो क्या बर्जे खाए ल लास्ट बाइट है र साथीहरू हामीले सबै खानेकुराहरू खाइसक्यौँ भने अलिकति उब्रियो अलिक खानु नसक्ने खानु सकेन हामीले भरे खान्छौँ हामी यो 4टा करेन्ट चाउचाउ पनि थियो नि त हामीसँग फेरि बाहिरबाट पनि हामी आज बाहिर निस्केको थियौँ यही जिनिस अलिअलि के काचक कुचुक खायो त्यही भएर खासै खानु सकेन हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक सेयर कमेन्ट गरिदिनु होला भन्दै फेरि पनि अब चाहिँ कन्टिन्यू हुन्छ होला चाँडै भिडियो लिएर आउँछौँ होला तपाईहरुको माया आशीर्वाद साथ सहयोगले हामी यहाँसम्म आएका छौँ अझै पनि माया गरिदिनु होला हामीलाई जोस जाँगर आउने गरी अब गरिदिराख्नु भएको छ तैपनि अझै बढी नयाँ साथी हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला आउने अर्को भिडियोमा हामी आउने नै छौँ त्यतिन्जेललाई हामी छुट्टिन्छौँ बाई बाई नमस्ते